यस्तै जङ्गल हिँड्दै हिँड्दै हाइकिङको बाटो हिँड्दै हामीहरू आज लटरम्बेश्वर हेटौडामा पर्न गएको मन्दिर जुन चाहिँ एकदमै भाइरल सोसल मिडियामा भाइरल भएको रहेछ र भाइरल जस्तै नै यो ठाउँ असाध्यै नै राम्रो छ। हिँड्ने बाटो पनि त्यस्तै पिसफुल र यो जङ्गलको बिचबिचमा एकदमै शान्त अनुभव गर्न पाइने ठाउँ। आज जाउँ। हामीहरू अब टिका भैरव हेटौडातिर लाग्यौँ। ठाउँमा बस्दै रोकिँदै एकछिन रेस्ट गर्दै हामीहरू लामो यात्रामा निक्लिएको थियौँ। लगभग 2-2.5 घन्टामा हामी बल्दा हाम्रो हिँड्ने ठाउँमा पुग्यौँ, मकवानपुर पुग्यौँ। अब यहाँ पुग्दा चाहिँ हामीले बाटो अलिकति कन्फ्युज भए जस्तो भयौँ। अनि जो दादाले हामीलाई रिकमेन्ड गर्नुभएको थियो त्यो ठाउँ, उहाँलाई फोन गरेर अलिकति सानो विस्तारमा कता जाने के गर्ने भनेर सोध्यौँ। अनि अब चाहिँ किन हामी कन्फ्युज भएको रहेछौँ भन्दा बाटो एउटा राम्रो र एउटा बिग्रेको बाटो सुरु भयो। अब हामी जानुपर्ने रहेछ बिग्रेको बाटोतर्फ। अनि हामी त्यही भएर कन्फ्युज भएको भएर कन्फर्म गऱ्यौँ। तर के गर्नु, जानै पर्ने रहेछ त्यही बिग्रेकै बाटो। तर हाम्रो बाइकले पनि धेरै साथ दियो हामीहरूलाई। अनि हामीहरू लाग्यौँ बिग्रेको बाटोतर्फ। यहाँ हेर्नु चाहिँ खन्याङ खुन्डुङ छ, रोडा बालुवा गिट्टीहरू सबै बाटोमै छ। अलिकति अझै माथि गएपछि अझै टफ, यहाँ यतातिर पुगेपछि झन् टफ थियो। सानो सानो बाटो, लगभग बाटो नै थिएन भन्दा नि हुन्छ। अलि माथि पुगेपछि त सानो एउटा के भन्छ नि गोरेटो बाटो। यहाँ हेर्नुहोस् त बारीमै सानो गोरेटो बाटो बनाइदिएको जस्तो खालको ठाउँ थियो। अलिक कन्फ्युज हुने खालको थियो। यो घर देखेपछि चाहिँ रेस्टिङ पोइन्ट यही हो, अब सुरु हुन्छ भन्ने लाग्यो हामीलाई। अनि हामीले ब्रेकफास्ट गरेर हामीहरू निस्क्यौँ, गयौँ। धेरै माथि पुगिसकेको थियौँ। तर पछि पुगेर के थाहा भयो भने यो बाटो नै हामी गलत हिँडिरहेको रहेछौँ। लगभग आधा घन्टा जति नै भयो होला हामीहरू माथि पुग्यौँ। एउटा अलिकति रिफ्रेसमेन्ट चाहिँ भइरहेको थियो। तर फेरि अलिकति डिसपोइन्टमेन्ट भयो, किनभने फेरि फर्किनु पर्ने भयो। त्यत्रो हिँडेर सुरुवातमै भनेर ल अब सबजना स्याड हुँदै फर्किरहेको थियौँ हामीहरू। अनि फेरि सुरु गऱ्यौँ हामीले हाम्रो जर्नी। क्रिम लायो भने त पसिना आउँछ हो। क्रिम आज कस्तो बगे जस्तो चाहिँ भइरहेछ है, मैले फिल गरेर चाहिँ। खै त्यसरी त मैले यो बाटो चाहिँ एकदम गरिराख्ने हाइकिङ गरिराख्ने मान्छेलाई नि टफ लागेको भएर हामीहरूले चाहिँ एउटा माइलस्टोन पार गऱ्यौँ भनेर चियर्स गर्दैछौँ। एउटा बुस्टअपको लागि, एनर्जी बुस्टअपको लागि। लगभग हाम्रो 80-90% अफ द जर्नी यो जङ्गलकै बिचमा थियो। अनि सबभन्दा रमाइलो चाहिँ यो जुन किराहरूले कराइरहेको चिङ गरेको आवाज चाहिँ एकदमै पिसफुल फिल भएको थियो। तर अहिले भिडियो बनाउँदाखेरि चाहिँ के रियलाइज गरेँ भन्दा अलिकति त्यो भुतको मुभीहरूमा त्यो ढोका गरेर खोल्छ नि, त्यो आवाज जस्तो भइरहेको थियो। तर इट वाज सो रिफ्रेसिङ एन्ड पिसफुल। हामी मान्छे भएको वरिपरि आइरहेछौँ।
अब यहाँबाट चाहिँ नजिकै आइपुग्यो रे डेस्टिनेसन भनेर अलि एक्साइटमेन्ट बढिरहेको थियो। त्यसपछि एक्साइटमेन्ट बढेपछि फोटो खिच्न परिहाल्यो। अलिकति बिसाउनीमा गएर एकछिन बस्यो, फोटोसोटो खिच्यो। त्यसपछि लाग्यो फेरि, किनभने अब ठाउँ नजिकै आइसकेको छ भनेर त्यहाँ मान्छेहरूले पनि भन्नुभयो। अनि अर्को भनेको चाहिँ त्यहाँको एकदमै फेमस त्यो हिँड्ने बाटो सानो, यो जुन मैले देखाइरहेको छु नि, यो चाहिँ एकदम फेमस भइरहेको रहेछ फोटो भिडियोहरूमा होइन, युट्युब सबै सोसल मिडियाहरूमा। जुन चाहिँ मलाई थाहा थिएन उयो चाहिँ एक्ज्याक्टली यो पोइन्ट। लुक तल गयो, मान्छे झऱ्यो, छैन, सक्यो, त्यस्तो खालको ठाउँ थियो बबाल। अनि झन् त्यो तुवालोले गर्दा यति राम्रो भ्यू भइरहेको थियो। एकछिन यहीँ पनि बस्यो भने फोटोसोटो खिच्यौँ हामीहरूले। जति बसे पनि नपुग्ने खालको ठाउँ क्या, यहाँ चाहिँ हेभेनमै आइपुग्यो जस्तो खालको थियो। अब एकचोटि आफ्नो अनुहार नै हेरिदिउँ न त भनेर हेऱ्यो। हन्ती ज्वरो आएको, अघिल्लो दिनसम्म ज्वरो आएको मान्छेको अनुहार यही हो। मलाई चाहिँ घुम्न जाने अनि झन् नेचरतिर भनेपछि चाहिँ आई कान्ट स्टप माइसेल्फ भने जस्तो भइरहेको थियो। अनि त्यही भएर आएँ, तर वर्थ इट थियो। त्यो ज्वरो सरो गोलीमार भइसकेको थियो, सब हराइसकेको थियो। अनि एकछिन म नेचर इन्जोय गरेँ जस्तो गरेर फोटो खिचिरहेको थिएँ। केटाहरू आएर हिँड्दैहाल्यो, बिगार्दै, तर ठिकै छ, रमाइलो भयो। अनि एकछिन फोटोसोटो खिचे जस्तो गर्यो। अब अनुहार त त्यही हो होइन। अनि नयाँ नयाँ मान्छेहरू भेट्यो यहाँ, उहाँहरूले गफसफ गर्दै हुन्थ्यो भगवान्को बारेमा, यहाँको शिवजीको बारेमा पनि। देवी मातालाई भेट्ने तयारी। अब यो किरा पनि तलतिर लाग्यो। हामी पनि एकछिन स्न्याक्स खायौँ अलिकति इनर्जी बुस्ट अप गर्न। अनि हामी पनि फोटो सेसन गर्दै तलतिर लाग्यौँ। अनि पानी परेर हाम्रो बिजोग भएको छ। यो पनि सानो क्लिप मैले एड गरेको छु। यो बाटोमा चाहिँ एकदम बिस्तारै गर्दै जाँदा बालमा हुन्छ। पहिरो सहिरो पनि गइरहेको थियो बाटोमा। केटाहरूले क्यामेरा लिएर भ्यू बबाल खिचेका छन्। अब चाहिँ भ्यूहरू अनि यो चाहिँ म पछि लगाएर आइरहेको छु रेलकोट ओर्दै। विशाल वर्षा भएको थियो एकछिन। चुट्टिँदै फर्क्यौँ, पानीले चुट्टिँदै फर्केको थियो ब्रेकिङबाट, यसबाट त होइन। अनि हामीले यत्रो ठुलो टिम भेटायौँ होइन। हामी 6-7 जना, हामी गएको चाहिँ 5 जना थियौँ, तर अरू पनि मान्छेहरू भेटेर हाम्रो त्यो बाइकहरू खसेर उद्धार गरिदिनु भयो उहाँहरूको पनि हामीले गरिदिउँ लिएर आयौँ। अनि जर्नी चाहिँ एकदम रमाइलो थियो। यो चाहिँ हामी लटरम्बेश्वर गएको हामी। अनि पहिरो गइरहेको छ, बाटो यस्तो बिजोग भइरहेको थियो। ओभरअल द ट्रिप वाज वर्थ इट। अनि नेपाल गएको बेलामा यो ट्रिप चाहिँ मैले एकदम राम्रो काम गरेँ। यो ट्रिप गएको चाहिँ जस्तो लाग्छ मलाई। सो थ्याङ्क यू फर वाचिङ। हाम्रो टोली भनेको चाहिँ यही हो। हामी चिया खानु बसेको थियौँ, अरू पनि मान्छेहरू एड हुनुहुन्छ यहाँ। नमस्ते।